यो चित्र चाहिँ नि म र ऱ्यान्डमली जो पाउँछ पब्लिक उनीहरूसँग सहकारी हो चाहिँ जस्तै कि यसमा अर्थात् पहिला मैले बनाएँ अनि यो चाहिँ यहाँ राखेको छु त्यहाँ चाहिँ विभिन्न मान्छेहरू आएर उनले फुलको चित्र कोरिरहेको छ नि यसमा अब भन्दा चाहिँ उनीहरूले पनि कोरिरहेको छ कि लेखिरहेको छ नि उनीहरू र म मिलेर बनाएको सहकारी काम हो कि यो चाहिँ नि कुनै पनि घटनाक्रम हुन्छ नि त्यो घटनाक्रमलाई चाहिँ नि भाषा साहित्य कला छ नि त्यसको मार्फत चाहिँ नि अलिकति लामो समयसम्म जीवित राख्न मद्दत गर्छ कि जस्तै कि अब हामीले यो काम गऱ्यौँ नि त्यसमा अस्ति मुभमेन्टमा जति मान्छे बिते नि त्यो मान्छेहरूको फोटोग्राफ टाँसेको छु त्यसमा चाहिँ नि अनि कलर राखेको छु कि यसरी बनाएको जुन पेन्टिङ छ नि अब यो पेन्टिङले चाहिँ नि त्यो बेलाको घटनालाई चाहिँ अब 100 वर्षसम्म चाहिँ जीवित राख्न सक्छ होला सायद चाहिँ नि पछि कुनै म्युजियममा कुनै ग्यालेरीमा जाँदाखेरि होइन अनि अब त्यो भन्न सकिँदैन अब यो म्युजियममा ग्यालेरीमा कुनै पब्लिक स्पेसमा होइन त्यहाँ चाहिँ जान सक्छ यो चाहिँ खास त्यो हो अनि यसमा जुन अठा छाप देखिरहेको छ नि त्यो भनेको चाहिँ 80को अनि 80 भित्र चाहिँ त्यो 80को मृतक मान्छेको फोटोग्राफ छ त्यसमा होइन भनेको उनीहरूको जुन बलिदान छ नि त्यो बलिदानको छाप हो क्या चाहिँ नि त्यो भएको यसको नाम चाहिँ मलाई चाहिँ नि जेनजी बलिदानी छाप भनेर रुचाउँछु कि म चाहिँ होइन अनि त्यसमा रेड रातो रेखा छ नि त्यो चाहिँ नि औँठा छाप जस्तै उनीहरू हामी तपाईँ सबै फरक फरक हुनसक्छौँ नि त कसैलाई हामीले भेटा पनि छैन देखा पनि छैन कोही त साथी पनि भयो होइन तर जति नै फरक भए पनि हामी एक अर्कामा त्यो जोडिएका छौँ कि यो चाहिँ त्यो मानवीय संवेदना भावना हुन्छ त्यो हो कि हामी सबैको शरीरमा एउटै रातो रगत छ कि यो फरक छ त्यही पनि रातो रगत छ फरक छ तर रातो रगत छ भने त्यो उनीहरूसँग हामी चाहिँ एकदम जोडिया छौँ कि अनि त्यही संवेदना त्यो सेन्टिमेन्ट छ नि गर्दाखेरि यो काम चाहिँ यहाँ गर्न पुगेको हो कि होइन जस्तै मैले यहाँनिर एउटा फुल त्यहाँ राख्दाखेरि पनि अस्तिको याद आउँछ नि त्यो भएको यहाँ काम गरेँ तर नर्मल्ली यस्तो पब्लिक स्पेसमा बाहिर आएर सेन्सिटिभ एरियामा काम गर्नु आफैलाई पनि एकदम डेन्जर छ क्या कुनै कुनै आर्ट चाहिँ एकदमै डेन्जर हुन्छ त्यो चाहिँ होइन यहाँ जे पनि हुनसक्छ नि यहाँनिर चाहिँ त्यो ख्याल गर्नुपर्ने हुन्छ अनि यो काम यहाँ गर्नुको लागि मैले लगभग 2 हप्ता भइसक्यो यता जाँदै उता जाँदै सबै ठाउँमा गएर चाहिँ त्यो हुन्छ नि एउटा त्यो पर्मिसनको त्यो बाटोहरू त्यो चल्दैछ कि त्यसले खास यो हो खास त्यो भएकोले यो चाहिँ नि यतिखेर किन गरेँ भन्दाखेरि इभिनिङमा र बिहान धेरै मान्छे हिँडिरहेको छ यहाँनिर यो टाइममा चाहिँ मान्छे कम हिँडिरहेको मैले अस्ति हेरिरहेको थिएँ यहाँनिर अलिकति कम मान्छे हिँडिरहेको छ यो टाइममा चाहिँ अनि धेरै भिड हुँदैन कि अनि मैले चाहिँ पर्मिसन लिँदाखेरि चाहिँ नि थोरै मान्छे राख्ने 10भन्दा बढी भिड नगर्ने र इभन मैले इन्टरभ्यू नि लामो इन्टरभ्यू नदिने भनेको थिएँ कि मैले चाहिँ इभन हामीले यहाँनिर चाहिँ नि मौन धारण पनि नगर्ने खालको हुन्छ नि त्यसरी गरिरहेको थियो अनि यो पेन्टिङ गर्नुको मेन विशेषता के हो भन्दाखेरि नर्मली हामीले बितेकाहरूलाई चाहिँ नि फुल चढाएर गरेर हुन्छ नि त तर यहाँनिर हामीले के गरिरहेछौँ फुल लेखेर गरिरहेछौँ कि होइन सायद यो फुल कहिले पनि ओइलिँदैन होला कि अलिकति सिम्बोलिक भाषामा के भन्नु पर्दाखेरि तिनीहरूको यादहरू त्यो जेन्जी त्यो बलिदान छाप चाहिँ नि लामो समयसम्म बसिरहेको होस् कि त्यो चाहिँ नि हतपत नओइलाओस् खासमा कुरा चाहिँ त्यति नै हो